दिदी नमस्कार। नमस्कार। हजुरको परिचय दिनुस् न। अनिता, मेरो नाम अनिता कुमार, टुडौली नगरपालिका, वडा नम्बर 4, घर खनिया, खनिया चौक। खनिया चोक। हजुर। यो तपाईँको पछाडि देखिएको यो पछाडि चाहिँ बाँसको विभिन्न सामानहरू बनाउनु भएको रहेछ। अब यो के हो एकचोटि नाम भनिदिनुहोस् न सबैको। ए एउटालाई के भन्छ ठोटरी। हातले देखाएर भन्नुहोस् त। यसलाई कुइना, कुइना, ठोटरी अनि ढ्वाङ। हजुर भन्नुहोस्। यो मनराजी पटिया अनि उसलाई पनि पटिया। तलको यो बेनाहरू भन्छ, सानो सानोलाई बेना। यो सबै बाँसबाट बनाउनु भएको हो? यो सबै बाँसबाट। अनि कस्तो प्रकारको बाँसबाट बनाउनु भएको यो? त्यो जङ्गलमा पाउँछ, यो बुन्ने बाँस। जङ्गलमा पाइन्छ। अनि जङ्गलको पनि हुन्छ, घरको पनि हुन्छ। यो बाँसहरू चाहिँ कहाँ पाउनुहुन्छ? यस्तो सामानहरू बनाउने बाँस चुरियाको जङ्गल, जङ्गलबाट ल्याउनुहुन्छ। जङ्गल। अनि त्यो बाँस चाहिँ कहिले काट्नुहुन्छ, कसरी काट्नुहुन्छ? फागुन माघमा काट्छ अनि त्यो जङ्गल जान्छ, त्यो चुरियाको जङ्गल, अनि काटेर ल्याउँछ। हजुर। अनि यहाँ एक टोन गरेर अनि चोया फार्छ, अनि सबै फारिसक्छ, अनि तब बुन्छ। चोया बनाएर बनाउनुहुन्छ? चोया बनाएर। ए अनि यो यति राम्रो सिप छ नि, यो हेर्नु त तपाईँहरूको। अब के अरे यति राम्रो सिप छ। यो सिप चाहिँ तपाईँले पनि सिक्नु भएको छ? अब हामी त हाम्रो सासूले बुनेको छ भन्नु। सासूले बुन्नु भएको छ? सासूले बुनेको। जस्तो सासूले, आमाले चाहिँ कहाँबाट सिक्नु भएको थियो? सासूले अब वही माइतीको आमादेखि होला। अनि तपाईँको सासूले त यहाँ के अरे यस्तो राम्रो सामानहरू बनाउनुहुन्छ, तपाईँले किन नसिक्नु भएको? मलाई त खै सिक्नै आएन, बुन्नै आएन। हेर्नु त, सासूले कति राम्रो सिपहरू आफ्नो जन्म घरदेखि यहाँ आउँदासम्म राम्रो सिप लिएर आउनुभयो, यस्तो सामानहरू बनाउनु भयो। तपाईँले पनि सिक्नु भयो भने तपाईँको सासूको एउटा पुस्ता हो, अब तपाईँको एउटा पुस्ता, सासूको पुस्ताबाट तपाईँको पुस्तासम्म त एउटा नयाँ सिप त हस्तान्तरण हुन्थ्यो नि। हुन्थ्यो नि, आएन। सिकाइदिनु भयो नि, आएन। आएन है? अनि तपाईँभन्दा बाहेक अरू तपाईँको सासूबाट अरू परिवारमा कसैले सिक्नु भएको छ यो सिप? छोरीले, सासूको छोरीले, जेठी छोरीले। ए छोरीलाई उहाँले सिक्नु भयो। ए तपाईँलाई चाहिँ केही पनि बनाउन आउँदैन? हामी त बनाउन आउँदैन, काम मात्र गर्न आउँछ, भात पकाउन खान। अब यो तपाईँले पनि सिक्नु भयो भने त तपाईँहरूको एउटा चलन रहन सहन, आफ्नो तपाईँहरूको संस्कृति त के अरे संरक्षण हुन्थ्यो नि त, हुन्थ्यो नि, होइन? हेर्नु त यस्तो राम्रो सामानहरू छ। आएन, सिकाइदिनु भयो नि सासूले, आएन है? के गर्नु। अब यो तपाईँ जस्तै तपाईँलाई आएन, नआए पनि तपाईँ जस्तै पहिला जानेका मान्छेले अरू नयाँ पुस्तालाई चाहिँ सिकाइदिनको लागि के गर्नुपर्छ होला? खोइ सिक्छ नि। अब सिक्न खोज्ने हुन्छ नि, के गर्दा ठिक हुन्छ होला? सिकाइदिन्छ नि सिक्नेलाई त। सिकाइदिन्छन्। अनि जस्तै तपाईँले पनि, तपाईँलाई पनि सिकाइदिएको भए अहिले यत्रो राम्रो सामानहरू बनाउनुहुन्थ्यो। हुन्थ्यो नि, सिकाइदिनु भयो नि सासूले। अब खोइ आफ्नो आएन, दिमागले कामै गर्न। अब तपाईँ जस्तै अरू अथवा तपाईँको छोराछोरीहरूलाई पनि यस्तै पेसा, यो यस्तो सामानहरू बनाउनको लागि के गरिदियो भने उनीहरू यो सामानहरू बनाउन सक्छन् होला? सिकाइदिनु हुन्छ नि, सिक्नु सक्दैन, आउँदैन बुन्न। किन होला आजभोलिका नयाँ पुस्ताले चाहिँ तपाईँहरूको यस्तो सामानहरू प्रयोग गर्न, बनाउन, सिक्नमा रुचि किन नराख्नु भएको होला? कोही किन होला भन्नुहोस् त? सिक्न नमन गरेर होला। नमन? किन मन नलागेको होला त? तपाईँलाई के लाग्छ? अब आज भोलिको त्यो बच्चा बच्चीको अनि पढाइमा ध्यान हुन्छ, घरि कता जान्छ, अनि त्यही भएर नसिक्ने मन लाग्यो होला बच्चालाई। आफूले त सिकेन, अब आफ्नो बच्चाले के हुन्छ। यो त बिस्तारै अब हेर्नु त, तपाईँको सासूले जान्नु भएको, तपाईँले जान्नु भएन। अब तपाईँबाट तपाईँको छोराछोरीहरूले पनि बिस्तारै नजान्ने भए, यो सिप हस्तान्तरण कम हुने भयो, नहुने भयो, जसले गर्दा तपाईँहरूको जात विशेषको चाहिँ यो हरेक चाडपर्व, तपाईँहरूको हर समयमा चाहिँ चाहिने सामानहरू बिस्तारै लोप हुने भयो कि होइन? लोप हुने भयो, जसले गर्दा तपाईँहरूको त